इन्टरटेनमेन्ट भन्छ। यहाँ अगाडि मलाई सिकाउँदै हुनुहुन्छ के भन्छ भनेर चाहिँ। हाम्रो चाहिँ यो अगाडि जाने ग्रुपहरू चाहिँ हाम्रै हो। हामी चाहिँ अब सट्ट यो पुल तरेर पारी जानुपर्ने हुन्छ। ठमेल काम चाहिँ हाम्रो चाहिँ ड्युटी चाहिँ है। हामी चाहिँ जहिले अब बिहान लगभग हामी 6 बजीतिरै आइसकेका हुन्छ। बिहान चाहिँ अब बिहानै हिँड्नुपर्छ भनौँ न। अब यतिखेर चाहिँ ठमेल आयो भने भने पछाडि चाहिँ अब सूर्य यता घाम पनि यता लागिसकेछ। यो चाहिँ अब दाङको छेउछाउको भ्यू हो। काममा हिँडेको अवस्था कति धेरै माछा त जनकै खाँदो रहेछ त यार। माछा कति धेरै उफ्रिरहेको थियो। माछा उफ्रिरहेको पुरा उनीहरू छेउमा बसेर खाइरहेको छ। यो पो हो त उनीहरूलाई मस्ती भनेको त। यो त राजाको जिन्दगी। अब गाडीबाट हामी सक्छ यो साइड चाहिँ अब ठमेल लगभग अगाडि अलि अगाडि गरे पछाडि हामी चाहिँ यो साइडबाट आएको। जाडो जाडो मौसम छ होइन। त्यस जाडो बढ्दैछ भनौँ न। अब हामी चाहिँ अब ठमेल बस्न आँट्यो। तर तपाईँहरूलाई एकदिन ठमेलको पनि भिडियो ल्याउनेछु होइन। अब अहिलेलाई चाहिँ यति नै छोटो मिठो जस्तो भिडियो बनाइदिएको होइन। यसरी नै बनाउनु ल नेक्स्ट